सिंहदरबार वैद्यखानामा 58-59 सालमा यहाँको बजेट 5 करोड थियो, अहिले 1 करोड छ। इन्फ्लेसन रेट हेर्ने हो भने अहिले यहाँको बजेट 50 करोड पनि कम हुन्थ्यो होला, त्यो हिसाबको देखिन्छ। औषधि पहिला यो ठाउँमा खाली क्षेत्र धेरै थियो, यहाँनिर अलिक खाली, यता बिचमा पनि खाली थियो, यता पनि खाली थियो। औषधि चाहिँ धेरै उत्पादन हुन्थ्यो। अहिले जता पनि भवन छ, औषधि चाहिँ छैन फेरि। अनि दोष चाहिँ फेरि यो सरकारलाई मात्रै पनि दिन हुँदैन। यहाँनिर अघि सुरुमा भन्नुभयो नि, यहाँनिर आउँदाखेरि पदाधिकारी सरकार चेन्ज भएपछि यहाँको एमडी चेन्ज हुन्छ। यहाँको एमडी 50,000मा पनि चेन्ज हुन्छ, 50,000 रुपियाँमा पनि चेन्ज भएको एमडी हुने ठाउँ हो यो पहिला। अहिले के छ, अहिले कति अब रेट बढ्यो कि घट्यो के छ अहिले थाहा भएन। अनि कसरी चाहिँ देश बन्छ, कसरी हुन्छ भन्ने कुरा सोच्दाखेरि ठ्याक्कै सिंहदरबार वैद्यखाना हेर्दा हुन्छ। यहाँनिर ठेक्का लाग्दाखेरि जडीबुटी सुरुवाती बेसिक कुरामै कमी कमजोरी देखिन्छ। हाम्रो जडीबुटीहरू ठेक्काबाट किनिन्छ, ठेक्काबाट आउँदाखेरि ठेकदारसँग सेटिङ गर्नु पर्यो, उसले राम्रो जडीबुटी दिँदैन। जडीबुटी नै खराब आएपछि उत्पादन कसरी राम्रो हुन्छ? अनि त्यो बजारमा जाँदाखेरि यो एलोपेथिक र आयुर्वेदिकको झगडा होइन, यहाँ उत्पादन भएको औषधिले राम्रो काम नगरेर एलोपेथिकमा मान्छे जान थालेको हो। धेरै भ्रमहरू पनि छरिएका हुन्छन्। आयुर्वेदिक औषधिमा हेभी मेटल हुन्छ भनेर अघि उहाँले भन्नु पनि मर्क्युरीको। हेभी मेटल होइन, हेभी मेटलको भस्म पो हुन्छ, हेभी मेटल डाइरेक्ट कहाँ खुवाइन्छ त? अनि त्यो कुरा बुझाउन सकेकै छैन। हाम्रो डाक्टर साहबहरूले पनि बुझाउनु पर्यो, हाम्रो कर्मचारीहरूले बुझाउनु पर्यो, मन्त्रालयले बुझाउनु पर्यो। यहाँनिर किन बदनाम गरिएको छ आयुर्वेदिकलाई? आयुर्वेदिक उपचार भनेको त हाम्रो संस्कार हो, हाम्रो कल्चर हो। जसरी हामीले सनातन धर्मलाई मान्छौँ त्यसरी नै मान्दै आएको विषय हो आयुर्वेद। सिंहदरबार वैद्यखाना जोगाउन सकिँदैन, आयुर्वेदलाई जोगाउन सकिँदैन भने हाम्रो देश चाहिँ कसरी जोगाउन सकिन्छ त? देश जोगाउनलाई सुरुमा यस्तो ठाउँ जोगाउनु पर्यो नि त। अघि उहाँले भन्दै हुनुहुन्थ्यो हाम्रो त्यो रोयल ड्रग पनि डुबाइयो, सबै डुबाइएको छ। रोयल ड्रग सचिवज्यूको एउटा कुरामा चाहिँ म के सहमत भएँ, मन्त्रालयले एलोपेथिक र आयुर्वेदिक दुईटैलाई बराबर हेर्छ। किन भन्दाखेरि एलोपेथी पनि डुबेको छ, आयुर्वेद पनि डुबेको छ, वीर अस्पताल पनि डुबेको छ, टिचिङ पनि डुबेको छ, वैद्यखाना पनि डुबेको छ, नर्दै पनि डुबेको छ। सबै बराबर छ। मन्त्रालयले हेर्ने दृष्टि ठ्याक्कै बराबर छ, केही पनि फरक छैन। सबै चिज डुबाइएको छ। यो सबै चिज उकास्न जरुरी छ। वीर अस्पताल पनि उकासिनु पर्यो, सिंहदरबार वैद्यखाना पनि उकासिनु पर्यो। औषधि उत्पादन हुनु पर्यो, बेसिक कुरा हो। औषधि उत्पादन गर्ने संस्था कसरी घाटामा जान्छ? यसले त बेच्छ त, बेच्ने चिज पनि कसरी घाटामा जान्छ? अस्ति खानेपानी हाम्रो केयुकेलमा गएको पानी फ्रीमा आएको पानी बेच्छ, तै पनि घाटामा छ। सरकारी निकाय त्यस्तो हुन्छ, कसरी घाटामा हुन्छ? जडीबुटी थोरै सस्तोमा किनिन्छ होला, त्यो उत्पादन गरिन्छ होला, केही मूल्य राखेर बेचिने संस्था कसरी घाटामा जान्छ? यो त फाइदामा जानुपर्ने। अघि उहाँले भन्नुभयो हाम्रो औषधि त विदेशमा जान सक्नुपर्ने। एउटा वैद्यखानाले यो देशको ठुलो अर्थतन्त्रले धान्न सक्थ्यो होला, तर यो जब वैद्यखाना आफूलाई पनि धान्न सकेको छैन। मान्यज्यू यही हुनुहुन्छ, मन्त्रीज्यू हुनुहुन्छ, उहाँले एकदम राम्रो काम गर्न खोज्दै हुनुहुन्छ। हामी एकदमै आशावादी छौँ। अझ यहाँ अर्थ समितिका संयोजक पनि हुनुहुन्छ। के चाहियो त? अब उहाँले पैसा हालिदिनु पर्यो, उहाँले व्यवस्थापन गरिदिनु पर्यो, यो वैद्यखाना त चल्नु पर्यो। अनि त्यसका लागि म धेरै कुरा अब गर्न चाहन्न, सबैलाई थाहै छ। म त यहीँ 5-7 वर्ष यहीँ खेलेको हुर्केको मान्छे। यहाँको बोइलर, यहाँको औषधि, यहाँको त्यो चुलोदेखि सबै कुरा बुझेको छु। कहिलेकाहीँ यहाँको कम्प्लेन पनि आउँछ, छिमेकीहरूलाई धुवा भयो भनेर। त्यसको पनि व्यवस्थापन गर्नलाई महानगरले प्रपोजल पनि मागेको छ। महानगरले पहिला र यसपालि पनि बजेट पनि राखेको हुन्छ। हामीलाई कि त अब सरकारले गरिदिनु पर्यो, होइन भने अन्त्यमा के भन्न चाहन्छु भने सरकारले सक्दैन भने महानगरपालिकालाई दिनु पर्यो, महानगरपालिकाले सञ्चालन गर्छ।